अम्मा अनि सब च्यालेन्ज गर्न लाग्यो उ चाहिँ खै के चाहिँ गर्न लाग्थ्यो यहाँ रोडिजमा जानको लागि उ चाहिँ यस्तो यहाँ ट्रेनिङहरू गर्दैछ रोडिज अनि के हो रोडिज अनि अरू के हो खतरा के खिलाडीमा जान्ला भनेर हो क्या अर्कोचोटि नेक्स्ट टाइम चाहिँ अब उहाँ आउँदै हुनुहुन्छ खतरा खिलाडी या रोडिजमा हेर्न नबिर्सिनु होला हजुरहरु हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो आई होप हजुर सबै सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ म अलिक ढिलो नै उठेको रातभरि त्यो सानो बच्चाले सुत्न नै दिएन भर्खरै उठेँ अब एकछिनमा खाजा बनाउँदैछु बच्चाहरू पनि उठिसके उहाँ चाहिँ यता खाँदै हुनुहुन्छ अनि अर्को चाहिँ यहाँ बसिराख्नु भएको छ उहाँ चाहिँ बिहान उठेर कति बजे 5:30 बजे 6 बजे स्कुल गएर स्कुलबाट आइसक्नुभयो हामीहरू चाहिँ यहाँ 9 बजीसम्म सुतिराखेको अब तिमी त उठिसकेका थियौ तिमीले आज चाहिँ फ्राइडे स्कुल पनि आज गणतन्त्र दिवस छुट्टी नै छ त्यसैले सुशान्तलाई के खाने मन लागेको अरे सुशान्तलाई पुरी खाने मन लाग्यो अरे अनि अलिकता पुरी बनाइदिन्छु यसको लागि थोरै हेर्न सक्नुहुन्छ साथीहरू यसरी यहाँ हेर्नुहोस् त यता आउनुहोस् त हजुर अलिकता उता फर्किनु उता फर्किनुहोस् त मान्छे यसरी मुख धुन्छन् मुख के अब साबुन पनि पक्रिनु खै ये के है साग खिलाउँदै हुनुहुन्छ यो सानो पुन्टी बच्चा हो साग केलाउनु भोक लाग्यो छोड्दै साग केलाउँदै हुनुहुन्छ उहाँ पनि यति काम गर्नुहुन्छ गुड पानी धेरै भएर होला हाम्रो घरमा मुख पनि यसरी धुन्छन् कि साबुनै पखाल्दैनन् साबुन लगाएर 5 minutes later हेर्न सक्नुहुन्छ है गाइज हाम्रो पुरी पनि बनिसकेको छ थोरै मैले आलुको तरकारी बनाएको छु सुशान्तलाई पुरी खाने मन लाग्यो अरे यही बहानामा हामी सबै पनि खान्छौँ हाम्रो घरको सबभन्दा ठुलो मान्छे उहाँ चाहिँ रातभरि डिजे बजाउनुहुन्छ यो चाहिँ उहाँ मस्त सुत्नुहुन्छ खेल्नुहुन्छ अहिले चाहिँ उहाँ रुनुहुन्न उहाँ चाहिँ डाइनिङ टेबलमा सुत्नु भएको छ ल म डल्लुलाई तिमीलाई नि हालिदिन्छु खै सुशान्त खाऊ त कस्तो भएको छ मिठो भएको छैन तिमीहरू यत्रो मेहनत खेर गयो बिहानदेखि खाना पकाएर आलु भुजिया अन्त यस्तो राम्रो हुन्छ नि त ल अब डल्लुलाई पनि दिउँ खाना पनि पाकेको छैन एउटा प्लेट ल्या आज खाना पनि पाकेको छैन अहिले त कतिखेर पाक्नु हो यो सुशान्तले गर्दाखेरि पुरी बनाइदिनु भनेर पुरी बनाउनु गरेको खाना पाक्छ अब एकछिनमा खाना खान्छौँ सायद आज आइसा र दिदीहरू पनि आउनुहुन्छ होला किन लागेको बिहान बिहानै मोबाइलमा हेरेर होला सायद हो कसैले खाएको देखाएको थियो होला हो यस्तो मान्छे छन् बिहान उठेर निक्कु भ्लगमा पुरी खाएको देखेर उसलाई पनि बिहान पुरी खाने मन लागेको रे आज कि त पुरी बनाइदिनु कि त मलाई सेलरोटी बनाइदिनु रे यस्तो मान्छे अब भ्लगमा अरूहरूले युट्युबमा जे खाएको देखेछ उसलाई बिहान त्यही बनाउनु पर्ने रे अरे राम यो के दिन लागेछ मेरो यस्तो के भएछ मलाई लगाइ हाम्रो खाना पनि पाकिसकेको छ भात दाल साग कति बज्यो 12 बजिसक्यो अहिलेसम्म हामीले खाना पनि खाएको छैन 12 बजिसक्यो खाना पनि पाकेर रेडी भइसक्यो अब चाहिँ हाम्रो हेर्न सक्नुहुन्छ यहाँ काम अब चाहिँ लुगा धुनु पर्नेछ अब माथि कौसीमा जान्छौँ ल जाम काम बनेको डल्लुको र मेरो मात्रै त होला नि गाइज हामी चाहिँ लुगा धुनु कौसीमा आयौँ आज कस्तो घाम पनि लागेको छैन हेर्नु न यस्तो छ यहाँ
अब एकछिनमा लुगा धुनु पर्यो अनि त्यसपछि खाना खानु पर्ला। अब लुगा धुनको लागि मेरो सहयोगी सहयात्री साथी आउनुभएको छ। अब उहाँ र म लागेर दुईजना लागेर यो लुगा धुन्छौँ। लुगा त त्यस्तो केही छैन, ड्रेसहरू छ यिनीहरूको। अनि त्यही भएर अब आज छुट्टी छ, ड्रेसहरू धोएर राख्यो भने भोलिसम्म सुक्छ। घाम पनि राम्रोसँग लागिरहेन, यस्तै कतिखेर पानी पर्छ कतिखेर घाम लाग्छ। त्यही हो नि काठमाडौँको मौसमको त केही थाहै हुँदैन, कतिखेर घाम कति बर्खा लागेर नि होला। अहिले पानी परिरहेछ, घाम पनि राम्रोसँग लाग्दैन। अहिले एकछिनमा लुगा धोएर सुकायो, तल गयो, फेरि पानी पर्छ, फेरि माथि उठाएर तल राख्यो। यस्तै छ अहिलेको मौसम। त्यही भएर आज चाहिँ छुट्टी छ नि, अब आज नै ड्रेसहरू धोएर राख्छौँ। भोलिसम्म सबै सुकेर आइरन साइरन लगाएर रेडी भएर राख्नुपर्छ। अनि त्यही भएर बिहानदेखि एकछिन बसेको छैन, उठेबाट काम गरेको यस्तै छ भने अब डल्लु र म लागेर दुईजना लुगाहरू धुन्छौँ। डल्लु भाइ मम्मी उता अर्को डल्लु भाइ मम्मी डल्लु भाइ कपडा मम्मीले आफ्नो स्कुलको कपडा किन्नु छ। अरे कहना क्या चाहते हो? गाइस हेर्नुस्, पानी खोलेर आएको तल लुगा धुनलाई। पानी भरिएर यहाँदेखि त्यति तल पुगेर भक्कै पानी बन्द गरेर आए। यहाँ पुरै पानी भयो, पानी भरेर। यता हेर्न सक्नुहुन्छ, यहाँ को आउनु भएको छ फेरि हाम्रो घरमा, यहाँ नयाँ मान्छे। आज धेरै भइसक्यो, धेरै दिनपछि आइसा पनि आएछ। ल आइसा कति पछि आयो? महिनै भइसक्यो यहाँ नआएको त, धेरै भइसक्यो। पानी भएको छ त्यहाँ, चिप्ले लडलाई नाकमुख सबै ठाउँमा कुचाउलास् फेरि अहिले। ल अब हाम्रो यहाँ लुगा कम भयो भनेर उहाँले पनि अलिकता लुगा लिएर आउनु भएको छ। खै गाइज उहाँको लुगा कति राख्नु भएको छ हेर्न सक्नुहुन्छ। उहाँलाई चाहिँ पानी बन्द गर्न पठाएको तल। उहाँलाई पानी बन्द जिप लगाइदिनु यहाँको यो सर्टी भित्रको सामान बाहिर देखियो। गजब बेइज्जती है। उहाँलाई पानी बन्द गर्न जानुस् भनेर तल पठाएको। चाबी नलगेर पछाडि मोटर बन्द गर्नुपर्ने ठाउँमा उहाँ अगाडि गएर भन्नुहुन्छ पानी बन्द कहाँ गर्ने, यहाँ के भन्ने के उहाँलाई। तर मोटर अन छ पछाडिबाट, माथि तल गएर मोटर बन्द गर्न छोडेर अगाडि इनारको तल ट्याङ्कीमा पानी भरिने ठाउँमा गएर बन्द गरेर यहाँ बन्द हुन्छ त। यस्तो दिमाग छन्। खै ब्रस आफ्नो ड्रेसमा ब्रस घिच्दा दिमाग पनि घिच्दियो क्या हो, के गर्ने। अब जुत्ता घिच, अब यहाँ पानी भएको छ, यहाँ कसरी बस्नु। सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा हूँ। सदमामा गइसक्यो बिचारा, डान्स गर्न आइदियो तपाईँ। जिम गर्न जान्छ उहाँ माथि देवीस्थानमा। कहिले घुँडा ठोकेर आउँछ, कहिले केही ठोकेर आउँछ। उहाँ यस्ता काम गरेर आउँछ। यो यस्तो त जमानाबाट कति छ त्यो दादी राख्छन् खुट्टा त्यस्तो उछ नि, त्यस्तो गर्ने होला हो। त्यमा त्यो माथि गयो त्यमा गएर ल एकछिन हाम्रो ब्रेक टाइम। ल 3 2 1 गो गडल्लु
यहाँ यस्तो पहिला माथि अन्त कसकी अम्मा छिछि कस्तो मान्छे एकछिन हाम्रो ब्रेक बल्ल बल्ल लुगा पनि धोएर सक्यो पुरो लुगा धोयो आज हामी तल जान्छु आउनु है यो सबै उ फालेर बाटाहरू लिएर A few moments later. साथीहरू हामीहरू त अहिले खाना खाएर एकछिन बसिरहेको थियौँ अब एकछिनमा च्यालेन्ज गेम खेल्ने भनेर यिनीहरूले पानीपुरी चटपट लिएर आउँदैछन् बनाएर चटपट चाहिँ घरमा बनाएनौँ बाहिरबाट ल्याउने रे अनि पानीपुरी चाहिँ घरमा नै बनायौँ चटपट लिन गएका छन् बच्चाहरू घरमा बसेर बिहानदेखि त्यही हो एकछिन बसेको छैन बिहान उठेर खाजा बनाऊ खाना खाऊ लुगा धुँदा यताउता गर्दै खाना पनि कति ढिलो खाएको आज त हामीले त दिदी आउँदै हुनुहुन्छ अनि दिदी आएपछि अनि यस्तै हो के गर्ने दिक्क लाग्दो छ जिन्दगी देखेर दिक्क लागिसक्यो हेर्नु यो चाहिँ मैले अस्ति मेरो के भन्छ पोप्पोको पैसाबाट किनेको थिएँ यो डाइनिङ टेबल चाहिँ मैले अलिकता त्यो पोप्पो गेममा खास म गेम त खेल्दैन म अनि त्यसमा चाहिँ दिउँसो 2 घन्टा 1 घन्टा पार्टी 1 घन्टा फेस लाइभ बसेर 2 घन्टा त्यसमा लाइभ बसेर त्यस कति भनेपछि 7-8 महिना जति भयो होला 7-8 महिनादेखिको पोइन्टहरू कलेक्ट गरेर राखेको थिएँ अनि त्यहाँदेखि चाहिँ पैसा आएको थियो कि अलिकता अनि त्यही पैसाबाट मैले चाहिँ यो डाइनिङ टेबल लिएर आएको थिएँ अस्ति न घर बसेर त्यति छ काम अरू त केही छैन 2 घन्टा त्यही पोप्पो लाइभको पैसाले एउटा डाइनिङ टेबल पनि ल्याइयो अब अर्कोचोटि चाहिँ केही ल्याउने सोचेछौँ हेरौँ के हुन्छ कति जम्मा हुन्छ पोइन्टहरू अब त्यो गेम स्याम त खेल्दिँदैन यत्रो पैसा खर्च गरेर गेम खेल्दा झन् गेम खेल्न लाग्यो भन्दा झन् पैसा गएको थाहा हुन्न कति खेल्ने मन लाग्छ आज खेल्यो ए अहिले आउँछ कि अलिकता भने अझ खेल्यो ए फेरि खेल्दा खेल्दा कति पैसा सकेको थाहा हुन्न गेम स्याम त हामी त खेल्दैन यो दिदी म 1 घन्टा जति फेस लाइभ बस्छौँ त्यही हामी त फेस लाइभ पनि जोइन भएर 2 जना भिडियो कल गरेर जसरी बसेर नै उ गर्छौँ त्यहीबाट चाहिँ मैले यो डाइनिङ टेबल लगेको थिएँ अस्ति न अब एकछिन अहिले चाहिँ यहाँ शान्त छ अहिले चाहिँ कोही पनि छैन यहाँ सबै सुशान्त पनि तल मोबाइल हेरेर बसेछ अनि डल्लु र आयुषा चाहिँ उता दिदी आउँदै हुनुहुन्छ चटपट लिन गयो तिनीहरू अनि एउटा चाहिँ खै कता फुटसल खेल्न जान्छु भनेर गएछ अनि एउटा आमा छोरी सुतेछन् म चाहिँ यहाँ माथि किचनमा छु मेरो त यही किचनमै छ जिन्दगी जाने यहीँ बस्दा बस्दा जिन्दगी जाला जस्तो छ मेरो त कहाँ जानु तल गएर बस्न झ्याउ लाग्छ अनि यही किचनमा बसिरहेको छु अनि यहीँबाट बिहान उठेरदेखि यहीँ हुन्छ दिनभरि यहीँ अनि एकचोटि साँझ सुत्दाखेरि मात्र तल जान्छु म जस्तो पानी पर्ने जस्तो भएछ यिनीहरू चाहिँ गेम खेल्ने अस्तिदेखि सुशान्तले गेम खेलौँ भनेर सबैले परेशान गरिरहेको थियो बिहान नि पुरी बनाइदिनु भनेर फेरि पुरी बनाउनु पर्यो त्यसको लागि यस्तै त बच्चाहरूको के हो डिमान्डहरू के हुन्छ बच्चाहरूको लागि के गर्नुपर्छ झ्याउ मात्र लाग्यो थकाइ लाग्यो बेला पनि परेशान गर्छन् अहिले चाहिँ शान्त छ यहाँ कोही पनि छैनन् अब एकछिनमा आउँछन् तिनीहरू अनि त्यसपछि देख्न सक्नुहुन्छ तपाईँ फेरि त्यस्तै हल्ला कराछ यता कराछ उता कराछ पानी पर्ला जस्तो भइरहेछ बाहिरको मौसम माथि कौसीभरि लुगा सुकाएको छु मैले पानी पर्ने जस्तो भइरहेछ यहाँ एकछिनमा लुगा पनि उठाउनु पर्यो
साथी हेर्नुहोस् हाम्रो घरमा आज को आउँदै हुनुहुन्छ ओहो दिदी डल्छन् हेर त 3:30 बजे करेक्ट गाडीमा बस्या हौ अहिले पुग्यो ओहो ल हाम्रो दिदी पनि पुग्नु भयो यहाँ तर मोबाइलको क्यामेरा के भयो हेर बर्बाद छ शान्ति तिम्रा घरमा आउनु र हाम्रो मम्मीहरुकोमा जानु एउटै छ एउटै छ भाइ अझ यहाँ टाढा होला टाउको दुख्छ भने साना गाउँसम्म गाडीमा आए छिटो पाउँछु होला भनेर उहाँ त अगाएर आइरहेछ हेर्न सक्नुहुन्छ यहाँ गेमको लागि हामी यहाँ के गर्दैछौँ यहाँ टास्क गर्दैछौँ पहिला यो हामीले डाइनिङ टेबललाई माथि लगेर राख्दैछौँ अब यहाँ जान्छु कि जान्दैन यहाँ हो यहाँ त जाँदैन नि त खालि सिधा जान्छ सिधा कसो जरा त्यो त रोडी हो नि त गएन बरु यस्तो जान्थ्यो कि अनि त्यो कसरी गर्ने यो निस्किनमा यो निस्किनु पर्थ्यो यार तर झ्याउ हुन्छ पुरै के गर्ने गाइज हेर्न सक्नुहुन्छ अब चाहिँ हामी हाम्रो च्यालेन्जको लागि के सेटअप चटपट यो के हो के अरे पानीपुरी अनि चिज बल कुरकुरे यहाँ हेर्नु मोबाइल राख्नलाई हामीले यस्तो यहाँ जुगाड यस्तरी राखेको छौँ त्यही भएर भनेको एउटा स्ट्यान्ड किनिदिनु मलाई स्ट्यान्ड पठाइदिनु भनेको हेर्नुहोस् यहाँ यस्तरी यहाँ खै उभे त उभे 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 यहाँनिर कम्प्लिट यहाँनिर उभे टाउको काटिन लाग्यो क्या सबभन्दा अझै ल्याउनु नि त कुनामा अझै म त देखिन्छु दौड गरे कहाँ हुन्छ त फेरि म त मैले के भनेको कि आन्टी फेरि स्टडी टेबल ल्याउँ अनि यसकै यहाँनिर मोबाइल राख्दो अनि सिधै देखिन्छ त बरु हामी चाहिँ बसेर खाने कि दौडेर गयो भने देखिहाल्छ अनि बसेर खाने बुझ्नु भएन कुर्सी लिएर आइज कुर्सी नत्र दिदीहरूले अस्ति घरमा के राखेर बनाउनु भएको थियो हामीले के हो कुखुराको खोर माथिको हेलो गाइस अब हामी च्यालेन्ज गेम खेल्न गइरहेको छौँ आज ल स्टार्ट गर्ने ल 1 2 3 सुसान स्टप 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 हालो गर्दै ल 1 2 3 1 2 3 1 2 3 कोही भएन 1 2 3 आन्टी खाली कुद्ने मात्र खाने भने 1 2 3 1 2 3 ल दिदी त आया ल 1 2 3 कोही भएन 1 2 3 म भागो वो अलग ही लेवल का बंदा था 1 2 3 आंटी cheating kira 1 2 3 1 2 3 Susan stop 1 2 3 mommy 1 2 3 1 2 3 auntie stop 1 2 3 1 2 3 auntie 1 2 3 1 2 3 Susan stop 1 2 3 1 2 3 done
3. 1, 2, 3. 1, 2, 3. Susan. Stop. पानीपुरी का पाला कतिखेर मेरो 1 2 3 1 2 3 1 2 3 आन्टी स्टप त्यसो खान मिल्दैन है 1 तलले पोल परेछ सबैको त्यो गिलो भइसक्यो 1 2 3 1 2 3 सुसान One, two, three. Done. One, two, One, two, three. One, two, three. One, two. Baby, kita lagi masih. 1, 2, 3. 1, 2, 3. चोर बच्चा पानीपुरी का पानी ल्याउनु पर्ने नि त जानेस् न हालेर लिएर आइज छोडे खुट्टा देखा त्यसो खुट्टा उडा जान्छ ओके अब ओके घाटी लाग्यो भाइ अब बेबी जो राख्दिउ मेरो चटपट चिया झोल हाल्ने पानी ए उलाई दे डल्लु लाएर उलाई दिदे भयो चटपट ए तर उठा त तल हाल्दै नि झगडा नगर्देऊ बन्द नखानु खोलेर खायो गोलगप्पा छैन यिनीहरूलाई पानीपुरी ल यो चाहिँ हाम्रो च्यालेन्ज गेम पानीपुरी गेम यो बच्चाले यो चिटर बच्चा हो यो यसलाई अर्को टर्नदेखि अर्कोचोटि खेलाउँदैनन् पानी ल यो पिरो भन्दा नि पानीपुरीको उस छाला निस्क्यो के सुजीको क्या म अस्तिको ठिक थियो नि अस्ति यत्रो माग्नु गेम खेल्ने भनेर यत्रो सामान बोकेर तलबाट माथि लिएर आएको अब फेरि तल हिँड्छ ट्याक्स गरेको हो क्या त्यो स्पिड हेरेर अब खतरो खेलाडी आउनु लाग्यो नि त त्यसको लागि अब रोडेजमा जाने हो नि त अस्ति पनि चोट लगाएर खुट्टामा अस्ति पनि त्यो खोलेर नलगाइदियो भनेको हामी सब च्यालेन्ज गर्न लाग्यो उचाइ खै के चाहिँ गर्न थियो यहाँ रोडिजमा जानको लागि उचाइ यस्तरी यहाँ ट्रेनिङहरू गर्दैछ रोडिज अनि अनि अरू के हो खतरो के खेलाडीमा जान्ला भनेर हो क्या अर्कोचोटि नेक्स्ट टाइम चाहिँ अब उहाँ आउँदै हुनुहुन्छ खतरो खेलाडी या रोडिजमा हेर्न नबिर्सिनु होला हजुरहरू इसकी गारंटी मैं नहीं दे सकता यस्तरी उहाँको के थियो टास्क चाहिँ हेर्नु देख्न पाएन हामीले खुट्टा तोडेर बस्नु भएको छ यस्तरी यहाँ आन्टी हामीले 5 रुपैयाँको राख्दै राखेन ए त हात पनि यस्तो भयो त मेरा त तिमीहरूले यो भाँच्यो भन्दै छैन कि यो सधैँ उहाँ राख्दा अड्कन झर्थ्यो सधैँ उहाँ राख्यो झर्थ्यो आज पनि ठ्याक्कै त्यहाँ राख्ने टाइममा यो झऱ्यो म भन्ला छैन कि यसले तोड्यो उसले तोड्यो यो झऱ्यो भन्दैछु यो सधैँ राम्रोसँग राख्दाखेरि राम्रोसँग अड्काउने त्यहाँ अनि बाहिर आउने त्यहाँ अड्काउँदाखेरि त्यो भुइँमा झर्ने भयो आज झऱ्यो भोलि झऱ्यो अनि यो झऱ्यो टुट्यो यो होइन कि मैले तोडे होइन आमाको कसम बाको कसम भन्न लाग्यो भने होइन मैले तिमीलाई यो झड्यो यो झर्दा टुट्यो भने यताको पसल यहाँ पाइन्छ होला नि कौन है ये लोग कहाँ से आते हैं गाइज हामी उता अहिले भर्खर बजारदेखि आयौँ तरकारी ल्याएर अब यो भोलि खानको लागि हामीले गाबा
साग लिएर आइसक्यौँ ल यति नै थियो आजको हाम्रो भ्लग अनि यता सबैजना यता हुनुहुन्छ अब खानासाना बनाऊँ के अरे खाना खाएर एकछिनमा भिडियो एडिट गर्नु पर्यो हल्का फुल्का मैले पनि एडिटिङ गर्न सिकिरहेको छु ल यति थियो आजको हाम्रो भ्लग बाई हेरिदिनुहोस् होला कस्तो छ के कस्तो भइरहेछ हाम्रो भ्लगको